जय मसी सबैजनामा। यो अहिले कोपी लाउने सिजन हो र हामीले यसरी कोपी लगाइरहेको छौँ र यो कोपी अहिले सानो बिउ, तर यो कोपी 1 महिना 2 महिना 3 महिनामा निस्किनु पर्ने हो। यो कोपी चाहिँ ननिस्केर यत्रै बस्यो भने के हुन्छ? हामी घाटामा जान्छौँ, रोप्नेहरू निराशा हुन्छन् अनि हामी अर्को पालिदेखि यो लाउँदैनौँ कि यो चिज। त्यसरी नै जब प्रभुले हामीलाई चुन्नु भयो, हामीले ग्रहण गऱ्यौँ, हामीले विश्वास गऱ्यौँ, अब प्रभुमा अगाडि पाइला चाल्नुपर्ने दिनहरू आयो। तर ग्रहण गरेको दिन जस्तै हामी वर्षौँ भइसक्यो, अझै पनि जाड नखा, चुरोट नखा, होइन, यो गर्नु हुँदैन, त्यो गर्नु नराम्रो हो भनेर हामीले सिकाइराख्नु पर्ने। सानो बच्चा जस्तै भयो भने के हुन्छ? निराशा हुन्छ नि। एउटा बच्चा जहिले पनि बच्चा रहँदैन, परिपक्व हुन्छ। सो हरेक विश्वासीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि हामी परिपक्व बनाउँ। यो परिपक्व हुने समय हो। जहिले पनि सानो नानीलाई लिटो दिएर राखेको जस्तो सिकाइराख्नु पर्ने, भनिराख्नु पर्ने, नगर न त्यो पाप हो, त्यो कुरा हामीले गर्नु हुँदैन है। सो यसै कारणले गर्दाखेरि हरेक महिना, हरेक वर्ष हामी आत्मिकमा पनि शारीरिकमा पनि हामी परिपक्व बन्दै जानुपर्छ। जय मसीह, सलाम।